के पो होला साथीहरू देख्नुहुन्छ, मेरो यो चाहिँ भाँचिएको छ के। अब यसलाई हामी बनाएर हेरौँ है त, सजिलैसँग रिपेयर गर्न सक्ने रहेछौँ कि रहेनछौँ हेरौँ है त। कहिलेकाहीँ वासिङ मेसिन बिग्रेर साथीहरू यस्तो समस्या हुन्छ नि, मलाई पनि घरिघरि त्यस्तै समस्या हुन्छ। हामीले यसलाई चाहिँ ओपन गरिदियौँ र अब मैले चाहिँ ठ्याक्क यसको बिचमा पर्ने गरेर चाहिँ सानो होल बनाउनलाई चाहिँ यस्तो खालको ट्विजर पनि लिन सक्छौँ। मैले चाहिँ लिइसकेको छु। धेरै ठुलो भयो भने फेरि हाम्रो चाहिँ किला चाहिँ अलिक गाह्रो हुन्छ। होल बनाउने कोसिस गर्छु। यसरी चाहिँ होल बनाउन सक्छौँ। हामीले सिमिलर प्लेसमा चाहिँ होल बनाउनु पर्ने हुन्छ। हो मैले यहाँ तलबाट साथीहरूले देख्न सक्नुहुन्छ, मैले एकदमै छोटो पेन लिएको छु र अघि हामीले जहाँ यो साइडमा होल गरेका थियौँ, अब यसलाई चाहिँ यहाँबाट चाहिँ हामीले चाहिँ के गर्नुपर्ने हुन्छ देख्न सक्नुहुन्छ। जुगाड त लाउनै पर्यो होइन, यो एकदम बलियो भएको छ र यसलाई अझै धेरै राम्रो बलियो होस् भन्नको लागि चाहिँ म यसमा चाहिँ हट ग्लु गनले फिक्स गर्छु है त साथीहरू। अझै नजिकबाट यसरी चाहिँ मैले राखिसकेको छु। हो भने यो हामीले यहाँ फिक्स गर्नुपर्ने हुन्छ। हेरौँ है त साथीहरू, बिर्को लगाइसकेपछि अब हाम्रो यो रेडी भइसकेको छ। अब यसलाई लगेर हामी वासिङ मेसिनमा राख्छु है त साथीहरू। यो चाहिँ हुन्छ कि हुँदैन हेरौँ है त साथीहरू। तल पर्यो जस्तो छ। ओके, अब यो हाम्रो चाहिँ ओके साथीहरू, ह्याप्पी, एकदमै राम्रोसँग फिट भयो। यिनीहरू चाहिँ म सधैँभरि एकदम सफा गर्ने गर्छु कि साथीहरू। सबै नै योहरू खोलेर साथीहरूले पनि आफ्नो वासिङ मेसिनलाई चाहिँ बेला बेलामा चाहिँ सफा गरिरहनु होला है त साथीहरू। र केही टुट्यो फुट्यो भने चाहिँ तपाईँहरू आफै नै पहिला सुरुमा चाहिँ बनाउने कोसिस गर्नु होला है त। साथीहरूलाई च्यानल मन पर्यो भने लाइक कमेन्ट पनि गर्दै गर्नु होला।